यसपालिको ड्रागन चाहिँ यो प्रकारले फुलिराखेको छ है। फल्न चाहिँ कतिको फल्छ कोनि थाहा छैन, तर पनि यति फुलेपछि मलाई आशा छ फल्छ, राम्रोसँग फल्छ। किनभने यो मेहनतको फल हो, फल्छ। किनभने यतिको फुलेपछि नफलेको रेकर्ड चाहिँ अहिलेसम्म छैन। यो धेरै वर्षदेखि फलिराखेको फल हो है। त्यसैले गर्दा यसपालि पनि अब फुल्न थाल्यो। एकदमै खुसीको क्षण लागिरहेछ मलाई, किनकि मेहनतको फल होइन। किनभने यो चाहिँ धेरै वर्षदेखि यसलाई चाहिँ स्याहार सुसार गर्दै गर्दै आएको अवस्था छ। त्यस कारणले गर्दाखेरि यो फल त यसले त पक्कै दिन्छ भन्ने कुरा चाहिँ अब यहाँ हेर्नुहोस् त, कोपिला लागिरहेछ, यसरी कोपिला लागिरहेछ। यिनीहरू सबै कोपिला हुन् है। यिनीहरू कोपिला फुल यसरी फुलिराखेको छ। यिनीहरू लगभग कोही चाहिँ बिग्रियो भने मात्रै हो, नत्र सबै लगभग सुध्रिने खालको कन्डिसनमा देखिन्छ है। त्यसैले गर्दाखेरि यो ड्रागन फल चाहिँ एकदमै सबैले मन पराउने महँगो फल भनेर चिनिन्छ है। अब यसको कारणले गर्दाखेरि चाहिँ धेरै मानिसहरूलाई चाहिँ अब स्वास्थ्य समस्या पनि राम्रो गर्छ भनेर चाहिँ रिसर्चले बताएकै छ। त्यसैले गर्दाखेरि प्रत्येकको घर घरमा लगाएको अवस्था छ अहिले है। अनि करेसाबारी नहुनेले चाहिँ घरमाथि राख्दा पनि भयो, घरमाथि मैले पनि राखेको छु माथि होइन, माथि राखेको छु, मजाले फुलिराखेको छ त्यहाँ पनि है। त्यसैले गर्दाखेरि यो चाहिँ करेसाबारी हुँदा लगाउनको लागि एकदमै राम्रो छ है यो करेसाबारीको। अनि त्यसपछि कौसीमा लगाउँदा पनि हुन्छ। एकदमै त्यहाँ चाहिँ मल राखिराख्नुपर्छ। कौसीमा लगाउँदा चाहिँ के गर्नु पर्यो भन्दाखेरि अलिक ठुलो भाँडामा, मैले सानो भाँडा पहिला राखेको थिएँ, सानो भाँडा मल थप्न अप्ठ्यारो हुँदो रहेछ। त्यसैले गर्दा ठुलो भाँडामा राखेर कौसीमा लगाउँदाखेरि चाहिँ एकदमै बेटर। कौसीको चाहिँ अझ छिटो फलेको रेकर्ड छ मसँग है। यो चाहिँ भुइँमा लगाएको भन्दा पनि, जमिनमा लगाएको भन्दा नि कौसीमा लगाएको चाहिँ एकदमै छिटो फलेको छ है। त्यसैले गर्दा त्यहाँ झार गोड्नु पनि त्यति जरुरी छैन। त्यहाँ चाहिँ एकदमै राम्रोसँग आवश्यकता अनुसार पानी हालिन्छ। यहाँ बाहिर चाहिँ के हुन्छ भने आवश्यकता अनुसार पानी, अब पानी आकाशबाट पऱ्यो धेर पनि हुनसक्छ है, तर्काउनु पर्ने हुन्छ। तर कौसीमा लगाउँदाखेरि, ड्रममा लगाउँदाखेरि चाहिँ तर्काउनु नि परेन, आवश्यकता अनुसार पानी हाल्ने हो। पानी पनि फेरि हालिराख्नु पर्दैन, टाइममा चाहिँ आवश्यकता अनुसार यसो सुक्खा महसुस भयो भने लगाउने हो है। एकदमै सजिलो फल्छ। त्यही हो, काँडाले घोप्छ, काँडाले घोप्ने भने जोगिएर गऱ्यो भने केही फरक पर्दैन। ल यत्तिका चाहिँ कोपिला लागिराखेको छ। त्यसैले गर्दाखेरि यो पनि एकदम राम्रोसँग फुल्नेवाला छ भन्ने चाहिँ आशावादीमा यत्तिको कोपिला लागिरहेछ। एउटैमा एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा, यो छवटै त नफल्ला है। छवटामा चाहिँ चारवटा जति चाहिँ फल्छ है। एउटामा चारवटा जति फल्छ। उतल भुइँकोमा पनि तल गएको नि फलिराखेको छ है। एकदमै जताततै मजाले फल्ने चिज हो यो चाहिँ। अझ तराई बेलमा एकदमै धेरै फल्छ है। यति मजाले फलेको छ यो। सबै हेर्ने हो भने गजबले फलेको अवस्था छ, फुलेको अवस्था छ। मलाई लाग्छ यो 100% नभए चाहिँ 98%, 99 चाहिँ मजाले फल लाग्ने सम्भावना देखा परेको छ है। त्यसैले गर्दाखेरि यो ड्रागन फल मलाई एकदमै मनपर्ने फल, स्वास्थ्यकर फल भएको हुनाले चाहिँ यसरी लगाउने गरेको छु। तपाईँलाई राम्रो लाग्छ भने यस्तो करेसाबारीमा, ड्रममा, कौसीमा, जहाँ पनि लगाउँदाखेरि हुन्छ है। यो मेरो अनुभव हो, मैले अनुभव मात्रै सेयर गरेको। ल।